अब यसको सम्बन्धमा जस्तो मिति 2081 साल चैत्र महिना 14 गते बिहान 7 बजे यो अहिले जुन मृतक फुलमतिया देवी वर्ष 45 को यो जिल्ला रोहतक बिन्दापुर नगरपालिका 1 बलेरी खोर बस्ने उहाँ चाहिँ आफ्नो घर जाने अथवा आउने क्रममा उहाँ लापत्ता हुनुहुन्छ। आफ्नो घर आउनुहुन्न। उहाँ घरमा आइसकेपछि उहाँका घर परिवारले खोज्ने क्रम जारी रहन्छ र पहिला पनि उहाँ बेला बेलामा घरबाट बाहिर जाने आउने गर्ने भएको कारणले गर्दा सायद कुनै जानु होला आउनुहुन्छ भन्ने हिसाबले उहाँले प्रहरीलाई खबर गर्नु भएन। पछि मिति 2021 साल चैतको 19 गते उहाँले खोज्दै जाने क्रममा त्यो एउटा मकैबारीभित्र उहाँले लगाउने चप्पल, उहाँको साडी र त्यहाँ नजिकै अलिकति तार जस्तो देखेपछि उहाँले इलाका प्रहरी कार्यालय गौडालाई खबर गर्नुहुन्छ र त्यसपछि इलाका प्रहरी कार्यालय गौडाको पुलिसले गरेर त्यहाँ खोजतलास गर्ने र त्यो घटनाको बारेमा विस्तृत बुझ्ने क्रममा यो घटना चाहिँ अलिकति शंकास्पद जस्तो अथवा त्यसलाई चाहिँ कतै चाहिँ उहाँलाई मारेर चाहिँ गाडेर अथवा कतै केही लगेर फालेको हो कि जस्तो आवाजहरू हुन्छ। त्यसपछि हामीले त्यो घटनामा अलिकति कतै विद्युतको तार पनि भएको कारणले गर्दाखेरि कतै यो जंगली सुअर मार्ने व्यक्तिको हात छ कि भन्ने हिसाबले हामीले अनुसन्धान गर्दैथ्यौँ र त्यही अनुसन्धानको क्रममा मिति 2081 साल 12 महिना 20 गते 19 गते 20 गते चाहिँ हामीले यो वर्ष 20 को जितेन्द्र पटेललाई हामीले नियन्त्रणमा लिन्छौँ र उहाँलाई नियन्त्रणमा लिइसकेपछि उहाँसँग पनि हामीले केही सोधपुछहरू गर्छौँ र 20 गते खासै त्यति उपलब्धि हुँदैन र हामीले 21 गते बिहान फेरि थप केही इन्फर्मेसनहरू प्राप्त हुन्छ र त्यो घटनालाई चाहिँ विस्तृत रूपमा लानु पर्यो भनेपछि हामीले प्रदेशबाट कुकुर पनि मगाएको थियौँ र प्रदेशको कुकुरको टोली पनि आइसकेको थियो र फेरि उसलाई सोधपुछ गर्ने क्रममा यो घटना चाहिँ यसरी भएको भनेर केही कुराहरू उहाँले हामीलाई जानकारी गराउनुभयो र त्यसैको आधारमा यो चैत्र 21 गते उहाँले चाहिँ त्यो महिलालाई चाहिँ हामीले यसरी मरेर यसरी चाहिँ मिलेर प्लान्ट ठाउँमा गाडेका छौँ भनेर हामीलाई जानकारी आउँछ र हामी त्यहाँबाट त्यो घटनास्थल पुग्छौँ। इलाका प्रहरी कार्यालय गौडाको देशा र म लगायतका टोलीहरू चाहिँ हामी घटनास्थल पुग्छौँ र त्यसलाई उत्खनन गर्दाखेरि त्यहाँ चाहिँ एउटा महिलाको लास चाहिँ हामीले बरामद गर्छौँ र त्यो बरामद गरिसकेपछि फेरि त्यो घटनामा संलग्न भएको अर्को व्यक्ति हुनुहुन्छ वर्ष 30 को सुशील विश्वकर्मा, उहाँलाई पनि हामीले नियन्त्रणमा लिन्छौँ र उहाँ दुईटालाई हामीले नियन्त्रणमा लिइसकेपछि यो घटना कसरी घट्यो भनेर हामीले थप अनुसन्धान गर्दै जाँदाखेरि अवस्थामा त्यहाँ चाहिँ यो जंगली सुअर मार्नलाई उहाँहरू लगायत अरू केही व्यक्तिहरू मिलेर त्यो विद्युतीय धराप चाहिँ थापेको र त्यो महिलाको घर आउने जाने बाटो त्यही परेको कारणले गर्दाखेरि कुन राति कुन कति समयमा चाहिँ त्यो घर आउँदै जाँदाखेरिको अवस्थामा त्यो विद्युतीय धरापमा चाहिँ परेर चाहिँ उहाँको मृत्यु भएको देखिन्छ र त्यो अब विद्युत धरापमा चाहिँ सुअर पर्यो भनेर उहाँहरू आएर हेर्दाखेरि चाहिँ त्यहाँ चाहिँ महिलाको मृत्यु भएको देखेपछि उहाँहरू चाहिँ त्यहाँबाट अब भनौँ डरले भनौँ अथवा त्रासले भनौँ अनि उहाँहरूले योजना बनाउनुहुन्छ अब यसलाई यहाँ राख्यो भने हामी फसिन्छ। त्यसपछि उहाँलाई चाहिँ गएर अन्तर्गत कतै गाडेर उहाँको गाडेर चाहिँ गर्नुपर्छ भन्ने हिसाबले उहाँहरूले कुरा गरिसकेपछि त्यो स्थानबाट 4 किलोमिटर उत्तरतर्फ पर्ने जङ्गलमा लगेर चाहिँ उहाँहरूले लास गाड्नुहुन्छ र अनि घरमा आएर केही पनि थाहा नपाएको जस्तो हिसाबले उहाँहरू बस्नुहुन्छ। र बिस्तारै अलिक मैले त्यो भन्दा पछाडिको कुराहरू भने जब उहाँ आउनुहुन्न भन्ने हिसाबको कुराहरू भयो र गाउँघरतिर पनि अलिक केही कुराहरू सुनिसकेपछि अलिक प्रहरीले अनुसन्धान गरेर यो घटनालाई चाहिँ यस्तो भएको भन्ने निष्कर्षमा पुगेको छ र अहिले पक्राउ परेका 2 जना अभियुक्त छन् त्यसलाई सामान्य दिलादाबाट कर्तव्य जान मुद्दामा म्याद गएर अनुसन्धान भइरहेको छ भने यस घटनामा अन्य व्यक्तिहरू जो संलग्न छन् भन्ने कुराहरू छ। अब उहाँहरू संलग्न छन् छैन त्यो कुराको थप अनुसन्धान गरेर फेरि उहाँहरूलाई नियन्त्रण गरेर आवश्यक कारवाही गर्ने प्रहरीले पहल गरिरहेको अवस्था छ। र यहाँले सोधेको जस्तो अब यो विद्युतीय धराप थापेर विभिन्न घटना दुर्घटनाहरू भइरहने क्रमहरू चलिरहेका छन्, यसमा प्रहरीले के गरेको छ भन्ने कुराहरू यहाँले सोध्नु भएको थियो। पक्कै पनि यहाँ राम्रो कुरा सोध्नुभयो किनभनेखेरि तराईमा यस्ता किसिमका विद्युतीय धराप जस्तो जंगली सुअर मार्न होस् अथवा सिँचाइको रूपमा होस् अथवा पानी तान्ने मोटरहरू होस् अथवा विद्युतका चाहिँ त्यो तार चोरी गरेर त्यस्ता मोटरहरू चलाउँदाखेरि होस्, यस्ता विभिन्न घटना दुर्घटनाहरू चाहिँ विगतका समय पनि भएका थिए। त्यसकारणले गर्दा त्यस्तो नहोस् भन्नको लागि अब जसले त्यस्ता घटनामा संलग्न हुन्छन् त्यसलाई कानुनी कारवाही गर्ने कुरा त चाहिन्छ। त्यसका अलावा पनि हामीले जिल्ला प्रहरी कार्यालयको फेसबुक लगायतका पेजहरूबाट पनि हामीले सार्वजनिक सूचनाहरू पनि जारी गरेका छौँ।
त्यसै गरी उहाँहरूलाई हामीले विभिन्न एफएम रेडियोबाट जिङ्गलहरू बटाएर पनि सचेत हुनको लागि हामीले त्यस्ता सूचनामूलक जानकारी दिएका छौँ भने हामीले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत पनि जुन जुन ठाउँमा यस्ता विद्युतीय खराबमा परेर मृत्यु भएका छन् त्यस्ता घटनाहरूबाट चाहिँ बच्नको लागि चाहिँ हामीले कार्यक्रमहरू चाहिँ गरिरहेको छ।